ढुङ्गे र गढी यता ऐतिहासिक ढुङ्गे गढी यहाँबाट जाने भनेर अब मोटरसाइकल लिएर जाने अब त्यहाँ पुगेपछि अर्को भिडियो कहाँ पप्पु र म चाहिँ बजारबाट यहाँ आएको 20 किलोमिटर यता आइसकेपछि बल्ल ढुङ्गे गढी जाने बाटो यो ढुङ्गे गढी ऐतिहासिक ढुङ्गे गढी अब मलाई यो ढुङ्गे गढी जाने बाटो यहाँ ढुङ्गे गढीको बोर्ड देखा होइन ढुङ्गे गढी जाने बाटो चाहिँ अब हामीले यहाँ 20 किलोमिटर हेटौडादेखि यहाँसम्म ठ्याक्कै 20 किलोमिटर हामी किलोमिटर हेरेर हिँडेको होइन अब यहाँबाट चाहिँ मलाई अब यहाँबाट चाहिँ यो बाटो ढुङ्गे गढी जाने बाटो अब यहाँबाट कति किलोमिटर पुग्यो हो एन्टी लाइट परे आएको छ यहाँबाट कति किलोमिटर पर्ने हो अब हामी हेरेर हामी ढुङ्गे गढी जाँदैछौँ ल है त खिचेर अब कहाँ जाने अब बाटो त यस्तो बाटो रहेछ बाटो त यस्तो रहेछ रातो माटो आइयामा के छ रे हाय 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 बाटो त यस्तो रहेछ टाढा रहेछ ढुङ्गे गढी भनेर आएको स्ल्याब बाटो भनेर आएको बाटो त ढुङ्गै ढुङ्गाको बाटो दिमाग खराब झन् हिँड्नु त झन् गाह्रो बाटो छैन क्या हो बाटै कस्तो यार हामीलाई त त्यो के भन्छ यसो हेर्दाखेरि स्ल्याब जस्तो छ तल अलिकति मात्रै स्ल्याब जस्तो छ अझ स्ल्याब देखेरको मान्छेले झुक्याएको जस्तो कि स्ल्याब मात्र अलिकति राखेको छ बाटो चाहिँ यस्तो ओपडी खापड कि यस्तो अब बाइक चाहिँ उता राखेको छ हामीले होइन हामी दुईजना मात्र आएको अरू कोही पनि छैन अब यो बाइक यहाँ फेरि बाटो ओपड खापड छ फेरि अब एकछिन उता पुगेर